एभ्रीवान सबैजनालाई नमस्ते जजलप्पा अनि आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि फिट एन्ड फाइन छौँ। गुड मर्निङ अनि आज चाहिँ बिहान भिडियो स्टार्ट गर्दैछौँ हामीले र आज चाहिँ गाडीबाट भिडियो स्टार्ट गरिरहेछौँ। बाहिर चाहिँ पानी परिरहेछ, मौसम चाहिँ चिसो छ र आज हामी कहाँ जाँदैछौँ रे? भैरमथान जाँदैछौँ। कति सुस्तो बोलेको सानी भैरमथान जाँदैछौँ अनि त्यसपछि पानी परिरह यस्तो झ्याउ भइरह अब चिसो हुने भयो अनि यहाँ चाहिँ सर हुनुहुन्छ। हेलो अनि यहाँ पनि हुनुहुन्छ सर हुनुहुन्छ यहाँ अनि त्यसपछि उहाँ चाहिँ हुनुहुन्छ छोरा, दुईटा छोरा। शुभम हेलो नमस्ते गर। गुड मर्निङ भन्देऊ। हामी कहाँ जाँदै अरे? भैरमथान। हेलो अहिले चाहिँ हामी आइसक्यौँ। यस्तो जाडो भयो यहाँ चाहिँ, यस्तो जाडो भयो। यो यहाँ चढेर आएको यहाँ अगाडि भिडियो गराउनै पाइँदैन। अहिले चाहिँ सामान किन्न पूजा गर्ने सामान जाडो भयो, लास्टै जाडो भयो। चमा यहाँ गाडीको जाडो दुईटै हान्न पर्छ र न। यहाँ हामी यस्तो यहाँ पानीमा यहाँ कामिरहेछौँ। अहिले चाहिँ हामी इन्ट्री गरिसक्यौँ भैरमथानमा। यति गाह्रो हो कि यस्तो जाडो हो अहिले अलिअलि। चमा त्यहीँ हुनुहुन्छ। मजाले हावा ल चमालाई तिम्रो कति बेर याद आयो मलाई त। जाडो हो बाटोभरि आज ऐसेलु देखेर खाम भके जतासुकै ऐसेलु अनि लालीगुराँस नि रहेछ अलिअलि त राम्रो रहेछ। जस बाटो त अलि बिचमा कुनैमा पिच गरेको कुनैमा पिच नगरेको रहेछ। तर आउन चाहिँ आइयो भैरमथान मन्दिरमा, एकदम रमाइलो भयो। भैरव भगवान्ले रक्षा गर्नु यतातिर डाँडा हो। हामी एउटा डाँडा त कति कति एउटा दुईवटा अरू तिनवटा हो डाँडा। यतातिर प्लेनमा यस्तो हुन्छ अरे क्या, प्लेनमा चढ्दाखेरि चमा चाहिँ यस्तोहरू भयो। म त बोल्न सक्ने स्थिति त्यहाँ छैन। म त धन्न बोल्यो भग चाहिँ गरममा है। मजाले हावा लाग्छ, घाम लाग्छ चमा त। भैरमथान मन्दिर धन्न भिड रहन्छ त्यस्तो। ट्रेनमा चढ्दा त्यस्तो हुन्छ अरे क्या। मात्रै हजुरहरूलाई देखाइदिने यस्तो हुन्छ म चाहिँ चढ्छु। त धेरै माइती मेरो कपाल कस्तो भयो, एकदम रमाइलो भयो। रमाइलो अघि भएको थियो धेरै रमाइलो। कप पनि खानु पर्छ ल। सानो That's
भइसक्यो पूजा गर्ने भैया खानुको मन्दिर लास्ट टाइम ठुलो रहेछ है यो बनाउन नै हुन्छ यसरी लाइन बस्नुपर्छ यहाँ लाइन कोकी पनि ला आज त खतरा खुला ला रमाइलो गर्नुभयो यहाँ मन्दिर यहाँ चाहिँ पूजा गरेर सकिसकेको छ यहाँ चाहिँ क्यामेराम्यान फोटो क्लिक हुँदैछ त्यता चाहिँ यहाँ खाँदै हुनुहुन्छ वा कति राम्रो राम्रो है रातो लाएर यस्तो रमाइलो हुँदैछ भैरव कानबाट आउँदा यस्तो हो फुललाई माया गर्छौ कि कसैलाई मन दिएकी छैन म कसैलाई रमाइलो निस्कन सकिन टाढै फुर्के सल्लो मायाको गाउँ चिने घर चिन्न सकिन ओलो कि पल्लो रङखान जाने बाटो कता हो र यहाँ चाहिँ गाडी जाम भयो गाडी टिप्पर चाहिँ यस्तो डुमर त कोल्टी हालेर हिँडेर चेल त त्यसलाई खिचानको नखिचेको यो टिप्पर चाहिँ त्यहीँ फस्यो अनि यहाँ जिप चाहिँ जानै सकेन के गर्ने होला पत्तरै
चाहिँ यसरी बसेपछि म यहाँ नानी भोकायो भन्दै रुँदै बसेपछि नरौ उता चाहिँ रिसाएर बसेपछि म नि बोल्दैन। हेलो हेलो गाइस, आज चाहिँ हामीले हामी चाहिँ घरमा आइसकेर यहाँ चाहिँ अचार रेडी भइसकेको छ अनि यहाँ चाहिँ बफ छोइला बनिरहेको छ। यहाँ चाहिँ मासु पाकेर रेडी भइसकेको छ कुखुराको। त्यहाँ पनि बाल्नु कुर्सी चलै छैन। कस्तो राम्रो अतिको बाटो नखिच्दे कहाँ नखिच्दे लोड हुन्छ। एउटा भिडियो एउटा फोटो यो बोल्छ बाल्नु लाउनु त्यहाँ यसले भन्नु यहाँ किन बाल्ने मम्मीलाई एकछिन रोक्नु क्या ए पूजा आनिदिनु त्यो सलै भएपछि आऊ कि यहाँ पहिला त बर्थडे गर्न लाग्यो मम्मी आज त अघिकै गरेको लाग्नु काटिराख्नु का अघिको जस्तै यसो गर्नु त दुईटा यसो गर्नु हुन्छ त सडै काटेर राखेको छिटो बोल्छ हुन्छ दुईटा उहाँलाई हातमा दिनु भन्नु खोजेको मम्मी एकैछिन मम्मी यता उता ल म गएँ सबै बोलेपछि सबले ह्यापी बर्थडे भन्ने ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday to
Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. उसलाई बाजुलाई खुवाइदिनु एक्लै सुन्नु है सुन्नु राम्रो ट्र्याक्टर बोकेर आउनु ल अन्त अहिले गिफ्ट घरै ल्याउनु टिको लगाइदिनु पर्छ होइन टिको लगाइदिने भिडियो बनाइदिनु म त भडा जाने हो न बोला के जाने हो मन छोरा बानी गाला लगाइदे रे रात अहिले हाल्छु हालिदिइसक्नु भयो म मिल्यो टिका लगाइदेऊ कति त के खुवाइदिनु पर्दैन पर्दैन यति खुवाइदिन्छु लगाइदिनु टिको बोल लगाइदिनु न धेरै भयो दाइ लगाइदिनु दबाई लाइन पर्छ नि Happy birthday to you. Happy birthday. छोराले अब 50 रुपैयाँ दिनु का मम्मीलाई। यहाँ 50
जन्मदिनको धेरै धेरै शुभकामना। जाने थिएँ त्यो अब त फेरि यहाँ फेरि खतरा आउँछ फेरि सोचेको चाहेको पुरा होस् पुजारी दाइलाई सधैँ माया गर्नु। यसलाई नगर्नु अझै भएन कि पुरा त ल ओए शुभम ज्वाल त त्यसलाई छोराले लाइन्छ भने लुगाइदिएर खै कामै छैन मम्मी त अब मैले लगाइदिन्छु त्यहाँ फोटो खिचा त काम कति दिन त्यस्तै दिने हो अब यो लगाइदिनु आजको दिन सबैलाई प्रभाइ लगाइदिनु भोलिदेखि एउटा शिरमा एउटा पुछार बसिन्छ छोराले लगाइदिनु ल टिका लगाइदेऊ पहिला यो यति झिका अनि ल लगाइदेऊ ल यति झिका ल लगाइदेऊ छोरासित हेलो एभ्रिवान अनि हामी चाहिँ अहिले बर्थडे सेलिब्रेसन गरेर सकेर अब खानासाना खाएर सुत्नको तर्खरमा लागिरहेको छौँ र आज चाहिँ भैरमथानमा मन्दिरमा जाँदा एकदम पानी परेर चिसो भएर बिहान एकदम गाह्रो भयो पछि त फर्किँदा चाहिँ घाम लागेर फेरि घामले उत्तिकै गरायो जाडोले नै उत्तिकै गरायो सो आजको भिडियोहरू हेरेर हजुरहरूलाई चाहिँ कस्तो लाग्यो राम्रो राम्रो प्रतिक्रिया दिनु होला भन्दै आजलाई बिदा लिन चाहन्छु बाई बाई एभ्रिवान आई लभ यू